जोजोलपा आज हामी गोलभेडा टिमुर अनि माछाको अचार बनाउन गइरहेका छौँ। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ गोलभेडा यो पोलिसक्यो। त्यसपछि यो कुन्या भन्छ, यो नेपाल भाषामा यसलाई कुन्या भन्छ। यस्तो माछा हो। अब यो अचार बनाउनको लागि यति धेरै ठुलो माछा चाहिँदैन। 2-3 जनाको लागि अचार बनाउनको लागि हामीले यो कुन्या थोरै तेलमा फ्राई गरेर ब्राउन हुने गरी थोरै स्वादको लागि यति जति राखेका छौँ, हाफ चम्चा जति। अब हामी खुर्सानी पिस्छौँ। मैले हरियो खुर्सानी लिएको छु। हरियो खुर्सानी रातो कलर आएको हो, यो सुकेको खुर्सानी चाहिँ होइन यो। त्यसपछि हजुरले हरियो खुर्सानी पनि राख्न सक्नुहुन्छ, रातो खुर्सानी पनि राख्न सक्नुहुन्छ। र यो नुन छ, टिक्का नुन। हजुरले अर्को ठुलो नुन पनि राख्न सक्नुहुन्छ। त्यस्तै गरी टिमुर पनि छ। टिमुर मैले 2टा मात्र लिएको छु। र हजुरले धेरै राख्नुभयो भने यो बेस्वाद हुन्छ। टिमुर 3टासम्म पनि ठिकै हुन्छ। र अब यसलाई पिसौँ मजाले ठुलो हुने गरी। टिमुरलाई पनि यो मजाले पिस्नु होला। टिमुर चाहिँ सानो हुने भएको कहिलेकाहीँ टिमुर नदेखिन सक्छ। अब यो बाक्लो भएको छ, सुक्खा भएको छ। यसलाई अब थोरै पानी राखौँ। यो नुनसँग पिस्नु भयो भनेदेखि चाहिँ यो छिटो ठुलो हुन्छ। खुर्सानी मात्र भन्दा पनि नुन राख्दाखेरि चाहिँ ठुलो गर्न सजिलो हुन्छ। अब मैले यो ठुलो गरी पिसिसकेँ। टिमुरलाई पनि ठुलो गरी पिसिसकेँ। याद गर्नुहोला टिमुर ठुलो भएको छ कि छैन भनेर, किनभने टिमुर सानो हुने भएकोले कहिलेकाहीँ नदेखिन सक्छ, ठुलो नहुन सक्छ। र टिमुर ठुलो गरी पिसिसकेपछि टिमुरको राम्रो स्मेल आउँछ, मिठो स्मेल आउँछ। अब माछा राखौँ। यो तेलमा फ्राई गरेको क्रन्ची माछा, यो क्रन्ची भएको छ तेलमा फ्राई गरेकोले। यो अब सबै राखौँ। हाफ स्पुन जति छ। तेलमा अलिकति ब्राउन हुने गरी फ्राई गर्नु होला। र हजुरहरू भेज हुनुहुन्छ भने, माछा खानुहुन्न भने अब यसमा गोलभेडा राखेर माछा नराखिकन गोलभेडा टिमुरको पनि अचार खान सक्नुहुन्छ। र हजुर भेज होइन भनेदेखि चाहिँ यो कुन्या, नेपाल भाषामा कुन्या भन्छ, कुन्यालाई यसरी राखेर पिस्न सक्नुहुन्छ। अब हामीले यो सबै पिस्दाखेरि यस्तो आएको छ कलर, यस्तो भएको छ। अब नुनलाई चाहिँ नि नेपाल भाषामा ची भन्छ, ची। त्यस्तै गरी खुर्सानीलाई मल्टा भन्छ। त्यस्तै गरी रातो खुर्सानीलाई याउँ मल्टा भन्छ। हरियो खुर्सानीलाई वाउँ मल्टा भन्छ। नेपाल भाषामा टिमुरलाई टेबु भन्छ। त्यस्तै गरी माछालाई न्या भन्छ। यो माछालाई चाहिँ यो खालको माछालाई चाहिँ कुन्या भन्छ, जुन मैले अघि पनि भनिसकेँ। यो सगुन दिँदाखेरि पनि दिने माछा हो। सगुन दिँदाखेरि जुन पाए त्यही माछा दिँदैन, यही माछा चाहिन्छ सगुन दिँदाखेरि। अब हामी गोलभेडा राखौँ यसमा। मैले 4वटा मिडियम साइजको सेलेक्ट गरेको छु। हजुर यो गोलभेडा मैले पोलेको छु। हिजो प्यानमा फ्राई गरेको थिएँ, आज मैले ग्यासमा पोलेको छु। जसरी गर्दा पनि हुन्छ। यो बोक्रा छिकौँ यसको। अब गोलभेडा पिसौँ। मैले 4वटा गोलभेडा राखेको छु। यो 2-3 जना 4 जनासम्मको लागि ठिकै हुन्छ। र अचार अलिक धेरै खानुपर्ने भएदेखि चाहिँ 2 जनासम्मको लागि पनि ठिक हुन्छ। र गोलभेडालाई ठुलो हुने गरी पिसौँ यसलाई। अब जब हजुरहरूले यो माछा राख्नुहुन्न भनेदेखि चाहिँ यसमा धनियाँ नराख्नु भए पनि टिमुर गोलभेडाको अचार पनि बनाउन सक्नुहुन्छ, यो धनियाँ नराखिकन। मैले थोरै धनियाँ पनि राखेको छु यसमा। स्पुनले गोलभेडा माछालाई चाहिँ राम्रोसँग यसरी मिलाएर यसरी फेरि पिसौँ। छेउछेउको सबै तानेर ल्याएको छु। छेउछेउमा गएको चाहिँ नि राम्रोसँग पिसिँदैन। त्यसरी बिचमा राखेर यसरी पिस्नुभयो भने मजाले पिसिन्छ, सबै मिक्स हुन्छ राम्रोसँग। यो अब राम्रोसँग ठुलो हुने गरी पिसिसकेँ मैले। यो अलि बाक्लो भएको छ, त्यसैले यसमा थोरै पानी मिसाउँ। र पानी राखिसकेपछि यो मजाले पिस्नुपर्छ। पानी धेरै पनि नहोस्, ठिक्कको होस्। धेरै भयो भने पनि राम्रो हुँदैन।
अचार रेडी भइसकेको छ। मैले धुलो गरी पिसिसकेँ यसमा। र यसको रेसिपी फेरि एकचोटि भन्छु। यसमा नुन, टिमुर, खुर्सानी, माछा, गोलभेडा राखिएको छ। यो रेडी भइसकेको छ। अब यसलाई हामी छिकौँ। र माछाको र टिमुरको मिठो स्मेल आएको छ। यसलाई दाल, भात, छोइला अनि यो अचार खाँदाखेरि चाहिँ मिठो हुन्छ। हाम्रो अचार रेडी भएको छ। अब यसमा हजुरहरूले थोरै अब अमिलो मनपर्छ भनेदेखि थोरै कागती 2-3 थोपा पनि राख्न सक्नुहुन्छ, तर धेरै भयो भने मिठो हुँदैन। अब थो छोइला जा कि म्याके अहिले थो अचार नयाँ दिसनी